तातो गरी पठाएको दिन बसी घर नबसौँ दहर भयो आब ए दरबारमा तिन लासिन राजा रानीलाई दिएनौ भने राख्छु राख राजा रानी तिम्रो साजीले दर्शन गरेछौ भन्दा भयो राजा रानीलाई हे भाइ आयो दुवैतिर आयो भयो दुई बकुण्डो भयो दिन यसो ए दुवैतिर बाबु भकुण्डो पाण्डेले राखिदिँदा राजा रानी तरसी मरि गयो र मरि रतन पाण्डेको आङमा आयो भयो को म बोलिन लामा झाँक्री जैसी भीम तली खेद्दा काशी भीम तम जैसी आसन गरी जान्छु काली भना कालीका भना काली माईको दुध खानु माली गाईको दुध खानु खाइ देवता थप रतन पाण्डे बायो लायो आमा बायो त तिमी बोल्यो बायो कुन हो बायो बायो को हो भन्दा चम्भै राजा रानी बायो इग्लो हो नि बायो दुई भकुण्डो बायो तिन बोल्यो मेरो आङमा आऊ सुन सुन आरा जानु त बोल्न दिएन त्यहाँ पछि निराजानी निरमालाको कुण्डलमा जानु बोल्न दिएन निराजाने निरमालाको कुण्डलमा जानु बोल्न दिएन निराजाने निरमालाको कुण्डलमा जानु बोल्न दिएन देउता सेता भेता मसन डङ्गी निरगस कोहिरा नाना निराजाने निरमालाको देशमा चदरङ्गिया रोगी केही रहेन पूर्व देश घुम्दा 1800 मसना भयो अग्नि देशमा घुम्दा 1800 मसना भयो दक्षिण देश घुम्दा 1800 मसना भयो नैऋत्य देश घुम्दा 1800 मसना भयो पश्चिम देश घुम्दा 1800 मसना भयो व्याव्या देशमा घुम्दा 1800 मसना भयो देशमा घुम्दा 1800 मसना भयो रेसन देशमा 1800 मसना भयो चारै देश चारै कुन घुम्दा कसैले देखेन म रतन पाण्डे नै देखियो आऊ गङ्गा जल बदसलह बायो लो भूमि घुम्न निराजाने निरमालाको देश पहिलो उपसमा परमेश्वरी त्यहाँ पछि उपसमा वायु रोपिस भनौँ पहिलो बायोको हो भन्दा चम्फै राजा चम्फै रानीको एक्लो रानी भकुण्डो पाण्डे काली बायो गुरु भन्दा त्यहाँ पछि बायो गुरु भन्दा त्यहाँ पछि मनुखेको त्यहाँ पछि मनुखेको कुण्डलमा जानु दिएन त्यहाँ पछि राखे बङ्सी डाकिनी छेता बेता खोरा मुखे बनस्कन्दी बनमाथिको कुण्डलमा निराजाने बोम बायो सर सर ए निराजाने बायो सर सर बायो भयो कस्तो बायो तिरो सिधे गर्नुपर्छ प्रथम शुभ मोती कमल 12 ढोका माला 3 पौ माला खेती रतन पाडेको सिद्धि भन्यो बन्न बायो राम रतन पाडे गुरु जल पच भयो त्यहाँ पछि सर सर बायो भयो रोपिसको हुकुम को हो देश
पैसा न पैसा सारा पहिलो कलश परकाश गान मुलस बारम्ब नवदम देवता र गाउँकोम भएको ओम सत्य बादशा ओम स्वा शुभ ओम भैड स्वा लो छुइ 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 छुल त आए रतन पाडे भा पाडे गो पाडी ओम न ओम आए रतन पाडे पाडे सब कथम गाउँछु कहाँ से उपच भयो रतन पाडे पाडे पूर्व देश सूर्यदायी भन्ने जगमा उतापति भयो पूर्व देश एक पाटनमा सहरमा निरपाती ब्रह्मण थियो त्यसै ब्रह्मणको विदेश भएको 12 वर्ष भयो छन् मरेको जिएको केही हाल खबर नपाइरहेको थियो एक दिन पूर्व देश सूर्य उदय देखि रतन पाडे भकुण्डो पाडे आयम वन्दन हामी आए पास बस्यो है तिमी दुईजना कहाँदेखि आएको के जातको पराक्रम को हो भनी सोधो भयो हामी दुई भाइ पूर्व देश सूर्य उदयदेखि आएको हो हाम्रो पराक्रम ब्रह्म देश संसारमा चारै जात 36 वर्ग मनुष्यहरू आकलमा मृत्यु भएको कोही मरेको कोही आगोले डढे मरेको कोही जलमा बगी मरेको कोही खटाखटी रही मरेको कोही देउता बसी भयम लाला बाला आला माला खेती किसानमा हानि पीडा कष्ट गरी दुःख दिएकोमा आमानाको वायु मन करे अबुजाको वायु बुझा करे अबुलाको वायु बोलाकारी मानकारी एकता पराक्रमको हो रतन पाडे भकुण्डो पाड्यम भकुण्डो पाडे ओपन भन्दा भयो है त्यसै बेला सिंह वीर ब्रह्मणले भन्नु भयो कि त्यसो हो भने मेरो घरमा के जातले दुःख दिएको छ हाल विचार गरी भन्नु भयम जाना चमरा कुण्डल लेखी दुबो पाथी महादेव दुर्गा भवानी अग्निवती साँची राखिम आँगा थापी बस्यो है रतन पाडे भकुण्डो पाडेको पराक्रम सिंह वीर ब्रह्मण सिंह वीर ब्रह्मण वर्ष 7 बोल्यो मेरो नाम निरापति ब्रह्मण थियो मेरो मरण त पूर्व देशमा सोना रूपी गंगा 36 गंगाको किनाराको मध्यसी घाट भन्ने छन् घाट त्यसैदेखि बगी मरेको हो त्यसै गंगाको किनारामा एक पिपलाको गाजी छ पिपलाको जारामा बाहिर जलभित्र उत्रेको छ त्यहाँ मेरो दाहिने हातको हात त्यहाँ अड्केको छ भनी बोल्दो भयो त्यसपछि सिंह वीर ब्रह्मणले यो हाल कुरा खबर हो होइन भनी हेर्न जाँदा भयो पूर्व देशमा सोना रूपी गंगा पानी रहेछ गंगामा दिची घाट पानी रहेछ पिपलाको जरमा बाहिर जलभित्र उत्रेको रहेछ त्यही ब्रह्मणको दाहिने हातको हातदेखि अड्केको रहेछ नहल्लाको र ठिका साँचो रहेछ आमनको भयो मान भयो अबुजाको भयो पूजा भयो अबुलाको भयो बोल्दो भयो है सिंह वीर ब्रह्मण सुख सन्तोष भयो
देशे गाडा साँची पिपलको उरे बोतलको पानी पुगात भयो साँची ब्राह्मण अहिले थापे साँची रतन पाडे भकुण्डो साँची घेवा कोलकी बाजा जेवा कोलकी बाजा जसा समम सन्त्र पन्त्र की बाजा भोरो मन्त्र की बाजा हुम जागो जागो रतन पाडे पाडे करे उठा करे गुरु त्यो भने खोजी मेरो त्यो बन्द न फ्लल परेन त त्यसले जो डोरो फ्लल आबुरी मनाइ खेले त नाइ खेल नाइ तल तल लाबु गर्दै सुइरा सुइयो सुयो आमा चोरा आमा खाने आमा खाने ए पछि ए आयो त अंकल अंकल त्यो दार अलिकति माथि गर्दैन पानी हाल्नु पर्छ आमालाई बोलाउनु गानी पानीहरू खुलाइदिएन ले त्यहीँ छ त पानी हातले खुलाइदिए होइन खाएर अब अब खुलाइदियो बनाइदियो अब भाग दिएछ अब दुःख नदियो अब घरको जानहरू सबैले दाजुभाइ आमाहरूले दुःख ज्यानतिर नै हाल्दैन करार थेमिनु छ टाउकोमा राख्दिनु फुल पहिला त्यो उसहरू कागर उता अलि उता हारै के त केसरी ल टिटी ल ल आयो जो यार के नाउले अब यिनीहरू लानु पर्यो ल टिटी किचुला ग्रुप प्लेट छ दाइले ओटे मोडा ग्रुप प्लेट ग्रुप प्लेट यार यसरी बाजे मजुर कया तँ एउटा नानी ल्याइदिनु पर्यो तलबाट तावाली यसले यताबाट बाडे के यस्ता वाला अलि माथि अलि माथि ल ल किल्लामै मर्गेटिरो नभएको हेर नभए जङ्गा जग्गा तसी चला दिएको लो रचना पानीको विधि पढिदिएको छु अध्ययन गरिदिएको छु जग्गे थापेर ल चर मान्छे काया खोज पार गरिदिएको छु रचना पानीको विधिको अध्ययन गरेर
सब चिज गरिदिएको छु लु परमेश्वर जसरी भए पनि तिमीले चाहिँ थाने मानी गरेर लाला बालाले तिम्रो नाममा पूजा पाठ गरिदिएको छु लु परमेश्वर कमलले धनसुभ चुङलो नाम त्यसरी सागर लु कमलाले लु तिम्रो नाममा चाहिँ बाई पूजा गरेर थमानी गरेर राखिदिएको छु तिमीले चाहिँ एकदम मन्दिर बनाएर राखिदिएको छु थाने मानी गरेर बाख्राको पाठोको भोग दिएको छु लु परमेश्वर सब चिज दिएको छु हामी जसरी जाने त्यसरी नै पूजा पाठ गरेर एकदम तिमीले चाहिँ राजी खुसी भएर गरिदिएको छु लु परमेश्वर लु राम्रो भएर मानेको हे परमेश्वर ल ल चले चाहिँ झन् बच्चा लावा झन्नु गरेर अनि धुप सुक्यौँ धुप थानौँ लो परमेश्वर बिमला चन्द्रम कृपा करसे मिलिवासी मुलिकी मगा हुर्की भुर्की मिलिवासी मुलिकी मगा लो तोरे राम्रो भएर माने थाने मानी गरेर राखिदिएको छु मन्दिर बनाएर राखिदिएको छु लो परमेश्वर बाई पूजा गरिदिएको छु तिमीलाई चाहिँ लो परमेश्वर एकदम बाई पूजा गरेर थाने मानी गरेर बाख्राको पाटो भोग दिएको छु एकदम राजी खुसी भएर मान्दिउ लो परमेश्वर लाला पालामाथि रक्षै गरिदिनु अब चाहिँ तिमी चाहिँ थाने मानी भएर मन्दिरमा राखेर एकदम तिमी चाहिँ राजी खुसी भएर लो खुसी भएर मान्दिउ हे परमेश्वर लो लाला पालामाथि रक्षै गरिदिनु खेती पशु पछि माथि हानि नोक्सानी गर्यो भने रक्षा गरिदिनु बाघ भालु पन्साइदिनु असिना पानी परेछ भने पनि पन्साइदिनु रोग बेथाहरू सब पन्साइदिनु गाउँघरमा कसैले छेदभेद गरे पनि सब पन्साइदिनु लालाबालामाथि रक्षा गरेर राम्रो गरेर लो परमेश्वर तिमीले चाहिँ थाने मानी गरेर राखिदिएछौ मन्दिर बनाएर राखिदिएको छु तिम्रो नाममा चाहिँ लो परमेश्वर बोका तिम्रो नाममा चाहिँ 4 फुटे बोका भोग दिएको छु तिम्रो पञ्चबली चढाइदिएको छु लो परमेश्वर राजी खुसी भएर मान्दियो हे परमेश्वर राम्रो भएर लो परमेश्वर तिमीलाई चाहिँ सब चिज दिएको छु लो परमेश्वर 9 थरी धाजा तिमीलाई चाहिँ 5 तिमीलाई चाहिँ रातो कालो सेतो गरेर पहेँलो गरेर धाजाको तिम्रो नाममा चाहिँ पूजा पाठ गरिदिएको छु मन्दिर बनाएर राखिदिएको अर्को रहेछ ज्ञान रतनपाल काँचो बाईको ज्ञान रतनपाल हो सबभन्दा ठुलो त गान्टी नै आउनु भएको छ सबभन्दा ठुलो त नि रतनपाल हो के रतन पानीलाई लो परमेश्वर ल दुबाल दे फेरि ल अरूले थोक मन्दिर बनाएर राखिदिएको लो परमेश्वर काँचो बाई गरेर तिम्रो नाममा पूजा पाठ गरिदिएर हामीलाई जसरी जाने ल चप्पे बारेमा परमेश्वर लो परमेश्वर राम्रो भएर मान्छे त्यो रगतको उफनमा दे तनिको तानै काट्यो खाँट्नु काट्यो काटेछ अलिकति रहेको टुप्पले पऱ्यो क्या त्यो माथि बुढी यो लाग्ने थियो एकदम माथि के हो यस्तो हात तान्न पर्ने क्या भाइर भनेर झुटी सागर आउनु पर्यो नि अहिले अहिले एकजना सागरसँग एकजना आएर सिटो गइहाल्छ क्या अलिक सिधा